नमस्कार। काव्ययात्रा दोस्रो सोपान सत्यम वद धर्मम चर। बाँदरको झुन्डमा एकल मानवको अस्तित्व कहाँ, बाँदरको झुन्डमा एकल मानवको अस्तित्व कहाँ, पीडा र वेदनामा पीडकलाई त्यो आभास कहाँ, पीडा र वेदनामा पीडकलाई त्यो आभास कहाँ, अहङ्कारको वशमा पर्दा विवेक र ज्ञानको मूल्य कहाँ, अहङ्कारको वशमा पर्दा विवेक र ज्ञानको मूल्य कहाँ, असत्यको बन्धनमा सत्यको वार्ता गर्दा, असत्यको बन्धनमा सत्यको वार्ता गर्दा चम्चामा डुबेर मर्नु जस्तै, चम्चामा डुबेर मर्नु जस्तै यी सम्पूर्ण कुराहरूको निवारण, यी सम्पूर्ण कुराहरूको निवारण सत्यम वद धर्मम चर होइन र, सत्यम वद धर्मम चर होइन र। बाँदरको झुन्डमा एकल मानवको अस्तित्व कहाँ, बाँदरको झुन्डमा एकल मानवको अस्तित्व कहाँ। धन्यवाद।